हेलो हेलो सो गाइजहरू आज चाहिँ मैले यस्तो किलो रोटी पातलो बनाएर खाँदैछु। अनि हाम्रो यहाँ चाहिँ मकै भटमास र अनि गहुँ छ। घरबेटी आन्टीले दिनुभएको अनि फुल मकै यसमा चाहिँ चट्नी टक्क राखेर चट्नी राखेर रोटी खान्छु। अब रोटी खाने सुरु है गाइजहरू। के गर्ने खाना रोज्नु गाह्रो भएको नि कति दिन भयो 4-5 दिन भयो। तर के गर्ने बनाउनु मन त लाग्दैन बनाउँदा बनाउँदै मात लाग्छ। फेरि खाम मन लाग्छ खाइसकेपछि मुखभरि पानी आउँछ है। मात लाग्छ एमा चाहिँ आइहाल्दैन तर मुखभरि पानी मात्रै आउँछ हैन। चाहिँ खान्छु तर गिलो मिठो छ न चुमचुम पातल छ। चट्नी खान्छु रोटी। एउटा हुतिकानी छैन बोल्ने हुतिकानी छैन हिँड्ने जग्गा पनि छैन। अहिले खान्छु त्यही जति 4-5 दिन खाना खाइएन त्यही भएर होला। जाउली पातलो बनाएर खान्थ्यौँ त्यही भएर। हिजोबाट चाहिँ अलिअलि रुचेको छ खाना चाहिँ अलि तर पनि पकाउँदाखेरि माता लाग्छ मातु जस्तो लाग्छ कि खाइसकेपछि फेरि कता गिलोटी हाम्ला फेरि गिलोटी हाम्लाएर बनाएको गाईहरू सादा नरम आज पनि यसरी नै खानु होला। मकै र गाउँले हाम्रो अर्ग्यानिक गाउँले मकै भटमास सबै त खानु मिस गर्दा खाटाङ खुटुङ होइन। हेलो सो गाइजहरू।